यो हेयर कलर चाहिँ कस्तो लाग्यो गाइज है, मन पऱ्यो भने चाहिँ कमेन्ट गरेर चाहिँ भन्नुहोस् होला कस्तो लाग्यो। सो हाई एभ्री वान, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। र अहिले चाहिँ हामी चाहिँ ड्युटी जाँदै गरेको गाइज है। र ड्युटी पुगेर चाहिँ उसको चाहिँ बिहानै क्लाइन्ट आएको थियो हेयर स्पाको। सो उसले चाहिँ हेयर वास गर्दैछ गाइज है। र म चाहिँ यता रेडी हुँदैछु। सबभन्दा पहिला सुरु चाहिँ फेस वास गरेर चाहिँ हेयर सेटहरू गर्छु। अब चाहिँ हेयर सेट गरेर चाहिँ म चाहिँ रेडी भइसकेको छु गाइज है। सो हेयर सेट गरिसकेर चाहिँ बसिरहेको थिएँ, त्यहाँबाट एउटा क्लाइन्ट आएछ, म्यामको चाहिँ हेयर कट थियो गाइज है। र हेयर कट सेट कट गरेर चाहिँ अझै एउटा हाइलाइट थियो र म्यामको चाहिँ बेसी थिएन, 10 स्टिक मात्रै थियो हाइलाइट पनि। सो अन्त चाहिँ फाइनल रिजल्ट चाहिँ हेर्नु सक्नुहुन्छ है, रेडमा गरिदिएको छु, एकदम दामी भएको छ गाइज है। सो काम सकेर चाहिँ एकदम बेसी भोक लागेको थियो र म चाहिँ गर्दैछु लन्च गाइज है। र लन्च गरिसकेर चाहिँ बसिरहेको थिएँ, त्यहाँबाट सरको चाहिँ फेसियल आएछ, किनभने अरू चाहिँ सबैजना बिजी थियो र मै फेसियल गरिदिँदैछु। र लास्टमा चाहिँ एउटा हेयर कट गरेर चाहिँ अब चाहिँ घर जानु आँटेको गाइज है। र घर पुगेर चाहिँ खानासाना पनि बनाइसकेको छु हामीले चाहिँ। सो अब चाहिँ खाना खानु आँटेको गाइज है। र आजको भिडियो चाहिँ कस्तो लाग्यो, मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट, फलो गर्नुहोस् होला। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।